यसको पुनर्निर्माणमा पूर्व अध्यक्षहरूको भूमिका अतुलनीय रहेको छ। रामकुमार शर्माले आफ्नो कार्यकालमा तला थपे, फर्निचर आदिको व्यवस्था गरे, तालिम कक्ष बनाए। टिपेन्द्र मानले शाखाको प्रारम्भिक पुनर्निर्माणको सुरुवात गरे, अल्मुनियम पार्टिसन लगायत कार्य गराएर सचिवालयमा आकर्षक संस्थागत कार्यालयको व्यवस्थापन गरे। पछिल्लो समय मङ्गल भण्डारीको सचिवालय पुनर्निर्माणमा भूमिका रह्यो। अर्जुन कुँवरको यस कार्यकालमा पनि भवनको माथिल्लो तलामा सिँढी निर्माण तथा इँटा थप्ने कार्य भएको छ। सिद्धार्थ जेसिस आफ्नो संगठनको विकासको लागि मात्र क्रियाशील रहेन, भैरवाको विकासका निम्ति विभिन्न कार्यहरू गर्यो। भैरवा प्रासी हुलाकी मार्ग निर्माणका लागि बृहत कार्यशाला सञ्चालन गर्यो। अन्तर्राष्ट्रिय विमानस्थलको माग राखेर विभिन्न कार्यहरू गर्यो। भीम अस्पतालमा प्रसव चिकित्सकको लागि माग गर्यो। समाजप्रतिको उत्तरदायित्व निर्वाहका लागि अग्रस्थानमा रह्यो सिद्धार्थ जेसिस। शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सन् 1979 भैरवाको पहिलो अङ्ग्रेजी माध्यमको विद्यालय जेसिस किन्डर गार्डनको सञ्चालन गरियो। स्वास्थ्य क्षेत्रमा जापानिज इन्सेफ्लाइटिसको खोप वितरण गरेर जेसिस आम जनताका बीच लोकप्रिय भयो। विभिन्न स्वास्थ्य परीक्षणका कार्यक्रम गर्दथ्यो सिद्धार्थ जेसिसले। भैरवादेखि प्रासीसम्मको साइकल यात्रा स्मरणीय रहेको छ। बालबालिकादेखि नेपालका अन्तर्राष्ट्रिय साइकल यात्री पुष्कर शाह सहभागी थिए। सन् 2015 देश भूकम्पले प्रभावित हुँदा शाखाको राहत वितरण उल्लेखनीय रह्यो। अध्यक्ष सङ्गम न्यौपा नै थिए। देश कोभिडबाट प्रभावित हुँदा सिद्धार्थ जेसिसले फ्रन्ट लाइनमा सेवा गर्यो। 2020 का अध्यक्ष मङ्गल भण्डारीले जीवन जोखिममा राखेर आफ्नो सवारी साधनबाट बिमारी ओसारे, ठाउँ ठाउँमा हात धुने धारा राखे। दोस्रो कोभिडमा सिद्धार्थ जेसिसले 34 दिनसम्म निशुल्क भोजनको व्यवस्था गर्यो। अध्यक्ष गोपाल गेवाली थिए। विपद आपद परिस्थितिमा जेसिआई सिद्धार्थ नेपाल सामाजिक उत्तरदायित्वका लागि मैदानमा सधैँ उत्रिरहेको छ। प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र हरेक परिवर्तनमा जेसिस अग्रपङ्क्तिमा रहन्छ, स्वतन्त्रतालाई समर्थन गर्दछ। युवाहरूलाई क्षमता वृद्धि, विभिन्न खेलकुद, म्याराथन दौड जस्ता क्षमता विकास क्रियाकलापले युवाहरूलाई जेसिसप्रति आकर्षण गरेको छ। सन् 2006 मा नेपाल जेसिसको सहकार्यमा 3 दिवसीय मल्टी चेप्टर प्लट कार्यक्रम आयोजना भएको थियो। प्रख्यात प्रशिक्षक विकल सिर्जन तालिमको मुख्य प्रशिक्षक थिए। शाखाले 1990 र 2017 मा ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ। 2017 को महाधिवेशन अध्यक्ष सुमन शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। शाखामा अन्तर्राष्ट्रिय जेसिसका पदाधिकारीको भ्रमण समेत हुनाले अन्तर्राष्ट्रिय स्तरमा पनि जेसिआई सिद्धार्थ नेपालको पहिचान रहेको छ। सन् 2002 मा गोरखपुर जेसिस